सोभिता गौतमको यो भाषण हेर्नुहोस्, 3 करोड नेपालीले हेर्नै पर्ने भाषण, 3 करोड नेपालीको बन्द आँखा खोलाइदिने यो भाषण हरेक नेपालीसम्म पुगोस्। धेरैभन्दा धेरै सेयर गरिदिनुहोस्। यो भाषण हेर्नुहोस्, उहाँलाई हृदयदेखि सम्मान गर्न चाहन्छु। उहाँले जे बोल्नुभएको छ 100% करेक्ट बोल्नुभएको छ। यो भिडियो हेर्नुहोस्। तीनटा कुरा हुन्छ यो निर्वाचनमा। पहिलो कुरा, आज यो सभामा तपाईहरु उपस्थित भएका कारणले, तपाईहरुले राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेका कारणले, सामाजिक सञ्जालहरुमा समर्थन गरेका कमेन्टहरु शेयर गरेका कारणले तपाईहरुलाई डर, त्रास, धम्कीहरु आउन सक्छ। नडराउनुस्। अहिले चुनाव भन्दा अगाडि तपाईले विचार राखेका कारणले कसैले तपाईलाई डर, त्रास, धम्की दिन्छ भने सम्झिनुस्। त्यस्ता पात्रहरुले निर्वाचन जिते भने कसरी तपाईहरुलाई तपाईहरुका मुखहरु विरोध गर्दै गर्दाखेरि ती मुखहरूलाई बन्द गर्न प्रयत्न गर्छन्। हामीले बिर्सेका छैनौं। हिजोको दिनमा कसैले सरकारको विरोध गर्यो भनेदेखि सीसीटीभी क्यामेरा खोजे ती मानिसहरूलाई जेलमा लगेर कोचेको हामीले बिर्सेका छैनौं। त्यही शासनको निरन्तरता हुनेछ, त्यो कुरा सम्झिनुस्। दोस्रो कुरा, तपाईहरुको गाउँठाउँमा आउँदै गर्दा डर, त्रास, धम्कीमा तपाईहरु डराउनु भएन भनेदेखि तपाईहरुलाई आश्वासन दिन आउँछन्, प्रलोभन दिन आउँछन्। तपाईहरुको आधारभूत आवश्यकता तपाईले खोजिरहेका कुराहरुमा म यसो गर्दिन्छु नि त भनेर आश्वासन दिन आउँछन्। कसैलाई लाल पूर्जा दिन्छौ है भनेर भन्न फकाउन आउँछन्, कसैलाई जागिर लगाइदिन्छु भनेर फकाउन आउँछन्। यदि यो चुनाव भन्दा अगाडि तपाईहरुको ठक्कै तपाईहरुको घर आँगनमा आएर तपाईहरुलाई केही कुराको आश्वासन दिन्छन्, प्रलोभन दिन्छन् भनेदेखि बुझ्नुहोस् ती मान्छे तपाईहरुसँग भोट माग्न होइन, तपाईहरुको भोट किन्न आएका हुन् र भोट किन्नेहरूले कहिल्यै पनि जनताको पक्षमा भलो गर्दैनन्। तेस्रो कुरा, यदि तपाईहरुलाई डर धम्की पनि दिए तर तपाईहरु डराउनु भएन, तपाईहरुलाई आश्वासन पनि दिए तपाईहरु प्रलोभनमा पर्नु भएन भने तेस्रो कुरा भन्ने छन्, एउटा भोट घन्टीलाई अर्को चाहिँ हामीलाई है भनेर ती मानिसहरु आउन सक्छन्। सचेत रहनुस्। यो पटक भोट बाडियो भने नेपालको भविष्य बाडिन्छ। भविष्य बाडियो भनेदेखि आज जे भोगिरहनु परेको छ यसैको निरन्तरता हुनेछ। त्यसकारणले हामी भोट बाड्दैनौं, दुईटै भोट घन्टी चुनाव चिन्हमा हालेर यो पटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्याधिक बहुमतका साथ विजय गराउँछु। भिडियो मन परे लाइक, कमेन्ट, शेयर र फलो पनि गरिदिनु होला। जय नेपाल।